गेट्स लजिक गेट्सहरू पढ्दैछौँ उनीहरू त्यसको एक्सप्लेन थ्योरी हामी क्लासमा पढेको थियौँ आज हामी त्यसको प्र्याक्टिकली गर्दैछौँ र हाम्रो बेसिक तिनवटा गेटहरू हाम्रो के भन्दा त अर र अर गेट भनेको त्यस्तो गेट हो जहाँ तिमीले इनपुटहरू दिन्छौ नि इनपुटमा कुनै एउटा इनपुटहरू पनि हाई दियो भने त्यसको रिजल्ट के आउँछ त हाई आउँछ अर्थात् बोलेन इक्वेसन छ y = a + b अहिले हामी त्यही इनपुट एउटालाई दुईटैलाई लोलाई हामी 0 डिनोट गर्छौँ भने हाईलाई कति ल्याउँछौँ हामीले अहिले यसरी कनेक्सन गर्छौँ हामीले दुईटै इनपुट 0 भइरहेको छौँ आउटपुट के आउँछ क्या होला 0 अरू अवस्था दुईटा इनपुट मध्ये कुनै एउटालाई हाई दियो भने अब आउटपुट यो अवस्था हामी हेर्छौँ अर्को हाम्रो एन्ड गेट के हो त भने त्यसको बोलेन इक्वेसनमा त एन्ड गेटको y = है एउटा लो दिन्छौ भनेपछि आउटपुट के भइहाल्छ लो भइहाल्छ अर्थात् हाई आउने अवस्था भनेको दुईटै के दिन पर्यो भने त हाई दिन पर्यो अनि मात्रै हाई आउँछ त्यसलाई हामी एन्ड गेट अर्को हामी नट गेट होइन